भिडहरू चाहिँ देख्न सक्नुहुन्छ एकदमै धेरै भिड थियो मान्छेहरूको पोखरामा यति धेरै मान्छे छन् भन्ने पहिलोपटक देखेको छु मैले Dance, please, come on. भियतनामिज कफीको अगाडि छौँ कृतिजी र म अनि अहिले चाहिँ हाम्रो ज्वाइँ र बहिनीलाई चाहिँ पुगिरहेको छौँ है ओके माई वाइफ है सबै जुमिन गर्छ है सबै आफ्नो आफ्नो तालमा देख्न सकिन्छ उहाँले चाहिँ फोन गरिरहनु भएको छ तर उहाँ आउट अफ अनरिचमा हुनुभएको छ तर ट्राई गर्दै हुनुहुन्छ मान्छेहरू बसेर मजाले खाँदै हुनुहुन्छ है कोही चाहिँ मजाले आफ्नो तलमा हिँडिरहनु भएको छ त्यहाँ मोमो पाकिरहेको छ टक्क त्यसको बास्ना मजाले आइरहेको छ है त्यहाँ पनि एउटा कम्ती फुल भइरहेको छ तर मैले देख्न सक्दिनँ है बाहिर रहेछ है अहिले चाहिँ हाम्रो एकदम रमाइलो चलिरहेको छ है पान फ्राई गर्दै हुनुहुन्छ है मिठा पान जस्तो छ है उहाँको रियाक्सनहरूमा हाम्रो बहिनीको रियाक्सन ल ल ल ल गर्दै हुनुहुन्छ ल है ल मिठो होला जस्तो छ है ए उहाँ त लुकी लुकी खानु भयो ल उहाँले पनि मिठो गरेर खानु भएको छ है ल नखाने हामी नखाने भाइ फायर पान पनि हेलो 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 कस्तो लागिरहेको छ टिस्यु फेस्टिभलमा हिँड्दा हिँड्दा गाह्रो भइरहेछ पहिला रुपेश दाईहरू रमाइलो भइरहेछ दाईहरू भिडियो भ्लग पठाइदिनु पऱ्यो ल ल ठिक छ एउटा लिएर गए पनि हुँदैन गरेर अगाडिसम्म पुगेको थियौँ कि गए त
चाहिँ अहिले घर फर्कँदैछु। अहिलेसम्म चाहिँ हामी अननोन तरिकाले कुरा गऱ्यौँ विदाउट एनी साउन्ड। अगाडि चाहिँ एकजना एकदम चर्चित जोडी हिँडिरहनु भएको छ है, पछाडि फर्किकन आफ्नै पारामा एक दुई शब्द भन्ने बित्तिकै म बोलिदिन्छु। जाडो भएर चाहिँ हेलमेट लगाएको एकदम हुस्सो लागिरहेको छ। यो चाहिँ म है साथी हो 11 बज्न बाटो छैन है, एकदम हुस्री देखिरहेको छ पोखरामा। अब आज माथि उडाउने पटाकाहरू चाहिँ बिचमै विस्फोट हुने जस्तो मलाई फिल भइरहेको छ है। एकदम जाडो छ, हामी समयमै घर जाने चाहिँ निर्णय गरेको छौँ। यो एकदम बेस्ट निर्णय हो जस्तो लाग्छ है मलाई। यहाँ चाहिँ सबैभन्दा धेरै दाम रहेछ कि यहाँबाट चाहिँ हिँड्न पनि गाह्रो, निस्किन पनि गाह्रो। हेर्नु छ साथीहरू जाम छ। बाटो गाडी त बाटो त जताततै जाम छ। अनि रातिको 11:30 सक्दाखेरि पनि गाडीहरू, पब्लिक गाडीहरू चाहिँ सेवा दिइराख्नु भएको छ जनतालाई। त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कस्तो हुस्सो लागिरहेको छ मान्छेहरू कहाँ कहाँ। अझै मान्छेहरू अझै आउँदैछन् हेर न। अझै आउने मान्छे अनि आउने टाइम त यो बल्ल यो के 11 बजे आउने अनि ह्याप्पी न्यू इयर भन्ने अनि त्यसपछि 1 बजेर फर्किने के हो पटक। अनि एकदमै हुस्सो लागिरहेको छ। अनि 11 पनि बजिसक्यो, त्यही भएर हामी चाहिँ अब घर फर्किँदैछौँ। एकदमै धेरै जाडो भइरहेको छ। अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला। ह्याप्पी न्यू इयर।